तपाईहरु सबैलाई यस्तो लागिरहेको होला कि यो सधैँभरि एउटै काम गरिरहेछ, एउटै रुटमा समातेर गइरहेछन् र सेम भिडियो क्रिएट गरिरहेछ, सेम कन्टेन्टमा पनि कन्टेन्टमा के रे भनेको कुरोहरु सबै सेम नै हुन्छन् भनेपछि तपाईहरुलाई बोरिङ पनि फिल भइरहेको होला हैन। यदि तपाईहरुलाई बोरिङ फिल भइरहेछ भने त्यसो भए म चाहिँ राम्रो काम गरिरहेको छु र जुन मान्छेले डिसिप्लिन र कन्सिस्टेन्सी भएर एउटै काम गरेको गर्छ नि त्यसमा मान्छेहरुलाई खास गरेर बोरिङ फिल हुन्छ नै हुन्छ र मेरो यो कन्टेन्टमा तपाईहरुले बोरिङ फिल गर्नुस् र मेरो लागि यो चाहिँ सक्सेस हुने एउटा बाटो हो। सो आजको यो 75 डेज च्यालेन्जको आज 5औं दिन हो र त्यसमा पनि म आज उल्टो बाटो समातेर सेम रुट नै हो तर मैले उल्टो बाटो फर्केर आएर यताबाट जाने गर्थे जहिले पनि आज चाहिँ उताबाट आएर यो बाटो निस्किरहेको छु। सो आज चाहिँ यो आजको मेरो चाहिँ के छ नि आज खास गरेर मेरो रेस्ट डे थियो। मैले बिहानै तपाईहरुलाई रिलमा अलरेडी मैले भनिसकेको थियो। अब अहिले उभिएर भिडियो बनाउनुको मेन कारण के छ भनेपछि हिनेर गर्दाखेरि मेरो क्यामेराको क्वालिटीहरु अलि राम्रो छैन। अब हिनेर गर्दाखेरि भिडियो सेक गर्छन् बढी, सेक गर्दाखेरि तपाईहरुलाई क्वालिटी पनि नराम्रो देखिन्छन् अनि खासै त्यो राम्रो देखिदैन। सो आज चाहिँ म हेरिरहेको छु कि कस्तो क्वालिटी आउँछ अनि तपाईहरुलाई त्यसकै बारेमा भनिरहेको छु। अनि अब मैले के गर्ने गर्छु कि एक्सरसाइज चाहिँ हप्ताको 6 दिन गर्छु अनि 1 दिन मेरो रेस्ट हुन्छ। सो आज चाहिँ मेरो सोमबार हो। सोमबार म खास गरेर रेस्ट किन लिन्छु भनेपछि सोमबारको दिन चाहिँ मार्केट ओपन हुन्छ र मार्केट ओपन भइसकेपछि त्यो दिनदेखि ट्रेड स्टार्ट हुन्छ। सो ट्रेड गर्ने टाइम चाहिँ मेरो राति 8 बजेबाट म ट्रेड गर्ने गर्छु र त्यो भन्दा पहिला 1-2 घण्टा पहिलादेखि मार्केटको सबै थोक के कस्तो हुन्छ त्यो सबै मैले अब्जर्भ गरेर बस्छु अनि त्यसपछि 8 बजिसकेपछि म स्टार्ट गर्छु हैन। अनि अब ट्रेडको दिन चाहिँ अलिकति मैले यो जुन गरिरहेको छु, जुन डिसिप्लिन म फलो गरिरहेको छु, कन्सिस्टेन्सी जुन मेन्टेन गरिरहेको छु, मलाई मोटिभेसनको जरुरत छैन। मसँग मोटिभेसन धेरै नै छन् तर डिसिप्लिनको कमीले गर्दा म कन्सिस्टेन्सी प्रॉफिटमा आइरहेको थिएन। त्यही भएर मैले यो काम गरिरहेको छु। 75 डेज पछि मान्छेहरुले आज बोरिङ फिल गरेर मलाई नहेरेपछि मलाई छोडेर जान सक्छन् होला तर म चाहिँ आफ्टर 75 डेज म चाहिँ राम्रो प्रॉफिटेबल र राम्रो ट्रेडर पनि बन्छु र एउटा सक्सेसफुल मेरो लाइफस्टाइल पनि भइहाल्छ। त त्यसको लागि म यो काम गरिरहेको छु र एउटै कामलाई बारम्बार रिपिट गर्न त्योसँग मात्र गट्स हुन्छ जुन एउटै कामलाई 10 चोटी गर्न तयार हुन्छ। जसले एउटै कामलाई 10 चोटी रिपिट गरेको हुन्छ नि त्यो नै आउने वाला टाइममा फ्युचरमा गएर त्यो चाहिँ सबभन्दा राम्रो र स्टेबल इन्कम गर्ने र व्यक्ति र सबभन्दा ठूलो एउटा एन्टरप्रेन्योर पनि बन्ने खाले मान्छेहरु सबै त्यही नै गर्छन्। यदि तपाईले इन्टरनेटमा गएर सर्च गर्नुहुन्छ भने यु विल इलोन मस्क, बिल गेट अनि मार्क जुकरबर्ग जति पनि त्यो बिलिनियरहरु छ नि तिनीहरुको मेन रोनाल्डो अनि मेसी यिनीहरु पनि क्रिकेट फुटबल खेलेर जो ग्राउन्डबाट उठेर त्यो ठूलो मान्छे बनेको हो के। अब तपाईहरु उनीहरुको यदि सर्च गरेर हेर्नुहुन्छ नि कि तिनीहरु चाहिँ कसरी त्यत्रो माथिसम्म पुगेको हो भनेपछि तिनीहरुको मुखबाट एउटै कुरा सबैले सुन्नुहुन्छ, डिसिप्लिन भनेको के हो। एउटै कामलाई यदि तपाईले 1000 चोटी गर्न सक्नुहुन्छ सबभन्दा राम्रो थिङ तपाईले यदि सुन्न चाहनुहुन्छ भने तपाईहरुले त चिन्नु भएको होला ब्रुसलीले के भन्छन् कि मलाई जुन मान्छेले 10 वटा पञ्च या 100 वटा पञ्चलाई 10,000 तरिकाले प्र्याक्टिस गर्छ नि मलाई त्यो मान्छेबाट डर लाग्दैन। तर जुन व्यक्तिले एउटै पञ्चलाई 1000 चोटी ट्राई गर्छ नि प्र्याक्टिस गरेको हुन्छ नि त्यो पञ्चबाट मलाई डर लाग्छ। किन त्यो पञ्चमा त्यो लेभलको पावर हुन्छ कि तपाईको एक पञ्चमा तपाईको हड्डी भत्काउन सकिन्छ र तपाईलाई ढाल्न सकिन्छ। सो म तपाईहरुलाई यही कुरा भन्छु कि म चाहिँ अहिले जुन जे काम गरिरहेको छु नि त्यो काममा टाइम त लाग्छ है, बोरिङ पनि फिल हुन्छ र बोरिङ फिल भइसकेपछि तपाईले चिन्ता लिनु पर्दैन कि मलाई मेरो टाइम वेस्ट भइरहेछ। यो टाइम वेस्ट हैन, तपाईको लागि एउटा लेसन हो। तपाई सिकिरहनु भएको छ, सिक्दै तपाई जब माथि जानुहुन्छ नि अहिले जुन काम गरिरहनु भएको छ त्यो कामलाई 1000 चोटी तपाईले प्र्याक्टिस गर्नुहुन्छ भोलि गएर तपाईलाई त्यही काम बराबरी गर्न सक्नुहुन्छ र अरु मान्छेले त्यो काम गर्नलाई त्यसलाई पसिना छुटेर आउँछ त्यो बुझ्न पनि सक्दैन, गर्न त छोड्नु बुझ्न पनि सक्दैन र तपाई चाहिँ मजाले त्यही काम गरेर मजाले पैसा कमाउन सक्नुहुन्छ र तपाईको लाइफस्टाइल राम्रो बनेर जान्छ। सो यतिमै आजको भिडियो म यही कुरो भन्छु र जहिले पनि तपाईले सुन्नुहुन्छ भने अलिकति मोटिभेसन मेरो
मैले भनेको कुरोहरुबाट तपाईले मोटिभेसन त पाउनुहुन्छ नि, तर डिसिप्लिन तपाईले आफैबाट मेन्टेन गर्नुपर्छ। डिसिप्लिन कसरी मेन्टेन गर्नुहुन्छ? तपाई जब एउटै कामलाई बारम्बार गर्नुहुन्छ नि तब तपाईलाई डिसिप्लिन हुन्छ। बारम्बार गर्नुको कारण नै बारम्बार गर्नु, एउटै कामलाई बारम्बार गर्नु त्यसलाई कन्सिस्टेन्सी भन्छ। कन्सिस्टेन्सी र रिपिटेसन्स दुईटै मिलाएर तपाईले डिसिप्लिन मेन्टेन गर्नुपर्छ। सो डिसिप्लिनमा जहिले पनि बस्नु, डिसिप्लिन राख्नु भएन भने तपाई कहिले पनि आफ्नो लाइफमा सक्सेसफुल हुन सक्नुहुन्न। आज जुन व्यक्ति मलाई हेरेर हाँसिरहेछ कि एउटै कन्टेन्ट बारम्बार र एउटै काम यसले बारम्बार गरिरहेछ भने त मलाई त्यहीबाट फरक परिरहेको छैन कि म एउटै कामले बारम्बार गरिरहेको छु। इन फ्युचर के हुन्छ? मेरो दिमागमा एउटा कुरा मात्र चलिरहेछ कि आजबाट म जुन ट्रेडिङ स्टार्ट गर्नेवाला छु त्यसमा मेरो यो डिसिप्लिन आज 5 दिन जुन मैले गरिरहेको छु, यो 5 दिनबाट मैले एउटा पनि मिस्टेक गरेको छैन। मेरो दिमागमा मेरो जुन सेटअपहरु छन् त्यो सेटअपहरु अलरेडी मेरो दिमागमा अलरेडी सेट छ है। त्यो सेटअपहरु मैले रिमेनिङ गरिरहेको छु। यसलाई यसरी यो पोइन्ट मिलिसकेपछि मलाई यसरी नै एक्जिक्युट गर्नु छ भनेपछि मेरो दिमागमा चलिरहेछ। र जब यो सेटअप भेटिन्छ आज राति कतिको प्रॉफिट आज राति म मेक गर्न सक्छु, धेरै लो अमाउन्टबाट म स्टार्ट गर्न गइरहेको छु। यो भन्दा पहिला त हाई अमाउन्टबाट गरिरहेको छु, तर आजदेखि जुन मैले डिसिप्लिनमा गइरहेको छु नि, डिसिप्लिन भनेपछि अब सानो अमाउन्टबाट गरेर देखाउँछु। रातमा कतिको प्रॉफिट या लस मैले गर्छु त्यो म तपाईहरुसँग स्टोरीमा या रिलमै तपाईहरुसँग अपडेट गर्नेवाला छु।